नमस्कार साथीहरू। म फेरि एउटा कुरा भन्न गइरहेको छु तपाईहरुलाई। हाम्रो माननीय हर्क साम्पाङज्यू तपाईहरुलाई कस्तो लाग्छ? मलाई त बेला बेला उहाँलाई विद्वान जस्तो पनि लाग्छ। बेला बेला उहाँ चाहिँ मलाई खोइ कता कता के तरकारीमा नुन नमिल्या हो कि तरकारीमा बेसार नमिल्या हो कि अथवा के नमिल्या टाइपको लाग्छ क्या। कहिलेकाहीँ चाहिँ खत्रै लाग्छ फेरि हैन। स्टाटसका भारी चाहिँ कुराहरू आइरहेको हुन्छन् हैन। नेपालमा सबैभन्दा बढी स्टाटस हाल्ने माननीय को भन्यो भने सायद एक नम्बरमा हाम्रो हर्क दाजु पर्नुहुन्छ। हर्क दाजुले एउटा भिडियो भन्नुभएको रहेछ। म तपाईँलाई त्यो भिडियो सुनाउन गइरहेको छु। एकैछिन यो भिडियो सुनाउँदा सुनिरहनु भएको छ हैन। यहाँ चाहिँ के भन्नुभएको छ भने सरकारले राजीनामा दिएर मार्ग प्रशस्त गरिदिए हुन्थ्यो भन्नुभएको छ। अध्यादेश पास गर्ने यो चाहिँ के अरे विदेशी कूटनीतिकसँग पनि राम्रो सम्बन्ध नराख्ने, यो बर्बादै भयो, कसो भयो, के भयो, कसो गर्यो भन्छ। अब हर्क साम्पाङ जस्तो माननीय दाजुले यस्तो भनेपछि हामी जनतालाई मनमा के सोच्ने अथवा हामी जनताले चाहिँ कसरी बुझ्ने भन्ने कुरा हो क्या। उहाँको कुरा तपाईहरुलाई उचित लाग्छ या लाग्दैन? तपाईले जस्तोको तस्तै कमेन्ट गर्न सक्नुहुन्छ। म त बङ्ग परेको छु बगालो। क्या हो भन्ने कुरो तपाईले आफै बुझ्नुहोस्। हस् त आजलाई यति है त।